सबैजना नमस्कार। हामीले केही समयदेखि 2-4 दिनदेखि हामीले सेवा कुनै पनि प्रकारको सेवाहरू हामीले दिन सकिरहेका थिएनौँ, किनभने हामीले कार्य व्यस्तताको कारणले गर्दा हामीले पनि कुनै पनि प्रकारको सेवा हजुरहरूलाई दिन सकेका थिएनौँ। हजुरको कलको मेसेजको रिप्लाई गर्न सकेका थिएनौँ। त्यसको लागि हामी क्षमाप्रति चाहन्छौँ, किनभने हाम्रो कार्य व्यस्तताको कारणले गर्दाखेरि हामीले कार्य गर्दाखेरि हामी 2 जना मात्रै छौँ। गुरु हुनुहुन्छ र म चेला छु। उहाँ 2 जना मात्रै भएर हामीले गर्नुपर्ने भएको कारणले हामीसँग जनशक्ति नभएको कारणले गर्दा हामीले जहाँ जाँदा पनि जे गर्दा पनि हामीले मात्रै गर्नुपर्ने भएको कारणले गर्दा हजुरहरूको कलको मेसेजको रिप्लाई गर्न 3-4 दिनदेखि पाएको थिएन। त्यसको लागि हामी क्षमाप्रति चाहन्छौँ र आजदेखि पुनः हामी फेरि हजुरहरूको कार्य सुसम्पन्न गर्नको लागि हामी फेरि हाम्रो थान मन्दिरमा हामी आइसकेका छौँ। हामीले पुनः आजदेखि फेरि हजुरहरू कार्य सञ्चालन गरेका छौँ। हजुरको कलको मेसेजको रिप्लाई हामी आजदेखि फेरि पुनः गर्नेछौँ। हजुरहरूलाई केही समस्या छ, केही त्यस्तो उस्तो केही समस्या छ भने हजुरले डाइरेक्ट हामीलाई 98 1936 0045 भएको नम्बरमा हजुरहरूले कल गरेर हजुरको समस्या बताउन सक्नुहुनेछ, या फिर हजुरले त्यही नम्बरमा 98 1936 0045 भएको नम्बरमा हजुरको वाट्सएप पनि छ। त्यही वाट्सएपमा हजुरले डाइरेक्ट मेसेज पनि गर्न सक्नुहुनेछ र आफ्नो समस्या हजुरले बताएर समस्याको समाधान हामी गर्नेछौँ। हजुरहरूलाई कुनै पनि प्रकारको दुःख विराम छ, कुनै पनि प्रकारको हजुरले बाधा अर्चन केही कुराको छ भनेपछि हजुरले एकचोटि हामीलाई सम्झेर हजुरको दुःख विराम हजुरले एकचोटि पोख्नु भयो भने अवश्य त्यो कुरोको हल हुनेछ। त्यसको लागि हामी सदाबार हजुरको सेवामा हामी आभारी छौँ, हाजिर छौँ। हजुरले एकचोटि सम्झेर हामीलाई पनि हाम्रो थान मन्दिरमा आउन सक्नुहुन्छ। होइन भने हजुरले यदि टाढाबाट हुनुहुन्छ भने हजुरको अनलाइन सेवा पनि छ। हजुरले वाट्सएपमा कल गरेर डाइरेक्ट हजुरको समस्या बताउन सक्नुहुन्छ। हजुरको अनलाइनबाट फोटोको माध्यमबाट पनि हजुरको समस्याको समाधान हुनेछ। हस्, धन्यवाद। हजुरलाई यही जानकारी गराउन म यहाँ आएको थिएँ।